यस्तो छ कि माछाला आज बिहानदेखि लोदर होइन। अब यस्तोमा जानु परेको छ होइन। अब ड्युटी पनि मैले भनेको सुपरभाइजरलाई जब पानी रहन्छ अनि आउँछु भनेको खै मानेन। जानै पर्छ भन्छ। अनि अब उता कोही छैन, उता पनि भिज्यो कि पानी लिकेज भयो कि जा हेर भन्छ। यस्तो छ पानी फेरि आउनु लागेको छ मासतिरबाट होइन। तल त्यसो लगभग अब सबै रोडहरू त सबै डुबिसक्यो होइन। अब म चाहिँ आधी अब अरू बेला 15 मिनट लाग्थ्यो भने ल आज चाहिँ 5:36 भनेको चाहिँ म 4 बजे उठेर हिँडेको मान्छे। ल अहिले लगभग आधी घन्टा लाग्नु आँटिसक्यो। बाटो यस्तो छ होइन। म सधैँ यही बाटै हिँड्ने हो, साइकलिङ यो रोड हेर्नुहुन्छ। यस्तो छ कि यति डुबायो कि डुबाइ त यति डुबायो नि पुरा के। म मेन सिग्नलहरू पनि सबै डुबेको छ। ल ड्युटी जानुपर्ने बेला पानी जानुपर्छ। फेरि हेर्दा यस्तो छ घुँडा पानी छ। फेरि यो कन्स्ट्रक्सन लाइनको पानी खुट्टा काँटी साँटी छ भने मरियो घोचेर होइन। अब के भन्ने बिहान अब म यस्तो बिहानै पानीमा हिँड्दा त साह्रै दुःख मन लाग्ने, निन्द्रा लागिरहेको छ। त्यही भएर मान्छे विदेश भन्ने ठाउँै नराम्रो के मान्छेलाई। नेपालमा भए पो पानी परे पनि ल न त अलि छिटै जान्छ भन्नु होइन। यहाँ त पानी नै जाँदैन क्या।